आरबिटी ज्यूका गजल रहेको छ। सो गजल वाचन गर्ने तर्खरमा लागिरहेको छु, सुनेर साथ दिनुहोला। उहाँको गजल यसरी सुरु हुन्छ। खुल्ला आकाश बेचेर फुल जस्तै देश बनाउँछु भन्छन्, खुल्ला आकाश बेचेर फुल जस्तै देश बनाउँछु भन्छन्, सत्ताको गन्ध माया कुर्सीको विकास जनाउँछु भन्छन्, खुल्ला आकाश बेचेर फुल जस्तै देश बनाउँछु भन्छन्, सत्ताको गन्ध माया कुर्सीको विकास जनाउँछु भन्छन्, जनताको सपना च्यातेर बगैँचा बनाउने रहर उसको, हेर्नुहोस् त जनताको सपना च्यातेर बगैँचा बनाउने रहर उसको, जनताको सपना च्यातेर देश बनाउने रहर उसको, तानातान कुर्सी सरकारमा पुग्यो एउटै छ लहर घुसको, जनताको सपना च्यातेर बगैँचा बनाउने रहर उसको, सतीले सरापेको देश नै रहेछ सत्यता हुँदैछ यहाँ सुरु, सतीले सरापेको देश नै रहेछ सत्यता हुँदैछ यहाँ सुरु, विद्यार्थीको भविष्य अन्यल अधिकार खोज्दा कुटिए गुरु, सतीले सरापेको देश नै रहेछ सत्यता हुँदैछ यहाँ सुरु, कहिले गणतन्त्र कहिले राजतन्त्र खै त देश फेरिएको महोदय, कहिले गणतन्त्र कहिले राजतन्त्र खै त देश फेरिएको, नियम बन्दैन यहाँ जुन जोगी आए पनि कानै चिरिएको, कहिले गणतन्त्र कहिले राजतन्त्र खै त देश बनिएको, गजलको अन्तिम शेरमा छु, सरकारको दमन बग्दैछ जनताका रगतका खोलाहरू, सरकारको दमन बग्दैछ जनताका रगतका खोलाहरू, समाधान हुँदैन देखाइ त्रास खाली पानीका फोहोरहरू, सरकारको दमन बग्दैछ जनताका रगत खोलाहरू। एकदमै मिठो गजल यहाँसम्म चाहिँ वाचन गरे आरबिटी ज्यूले पठाउनु भएको थियो, सिन्धुपाल्चोक चौकटीबाट पठाउनु भएको हो। निकै मिठो अनि जुन सान्दर्भिक थियो, हालसालै घटिरहेको घटनाहरू समेटिएको थियो, शब्दहरू एकदमै राम्रो चयन गर्नुभयो।